बाटो पुरै हिँड्यो अब यता छ यो बाटोबाट जान्छ चलो मिल्ते उधर बाटो नै यस्तो पानी वाला छ क्या त्यही भएर पानी ही पानी है यहाँ चाहिँ फेरि बाटो बनिरहेको ढुङ्गाहरू राखेर चलो इधर भी के अरे हिँड्ने में परेशान हिँड्ने में वाह क्या हिंदी बोला है चलने में परेशानी होती है इधर चाहिँ म आधी बाटोमा आएको छु यताबाट चाहिँ मस्त एकदम दामी भ्यू देखिरह होइन अब म यस्तो बाटो माथि चढ्छु अनि जान्छु देखिरह नि यस्तो बाटो ओके ऊपर जाके मिलते कितना अच्छा है मैं नहीं बता सकती भाई नहीं बिल्कुल भी नहीं होगा उधर गुम्बा है होगा बहुत बहुत अच्छा म चाहिँ पुगिसक्यो टपमा पुग्यो मैं हिजो चाहिँ त्यस्तो साह्रो टपमा चाहिँ पुगेको थिएन आज चाहिँ टपमै पुग्यो किनकि एक्लै आएको म के भन्छ घाम आउन आँट्यो त्यही भएर हाम्रो घामले दर्शन दिइसक्नु भएको छ त्यसैले म घाम तापिरहेको छु त्यसैले वाह क्या त्यसैले घाम तापिरहेको छु बोलेको बुझे पनि नबुझे पनि बुझ्नु होला है अनि त्यही हो घाम तापेर मख परिरहेको घाम आयो अघिदेखि हावा चलेर आमा चिसोमा म त मर्छु कि जस्तो लागिरहेको थियो यति चाँडै त मर्दिनँ होला चिसोले हेरौँ बिरामी चाहिँ हुन्छ होला इतनी लकी हूँ मैं जो सुबह सुबह घाम ताप्ने को मिलता है भिटामिन डी त मैले टन्नै पाएँ होला नि है घाम ताप्दा ताप्दै यताबाट आइरह सबै हिँड्ने मेहनत नै घाम ताप्नलाई हो न म उफ्रिनु न म दौडिनु हिँडेछ अनि टपमा छ भ्यू हेरेछ अनि घाम तापेछ वाह क्या मस्त जिन्दगी छ मेरो मस्त रे एकदम राम्रो जिन्दगी छ मेरो र म यसमै खुसी छु धेरै नै खुसी त हुनै पर्यो नि के गर्नु जिन्दगी खुसी नभएर जुन खुसी मलाई मिल्छ नि घाम आउँदा आमामामा म यति मक्ख हुन्छु नि अब हुन्छ नि मैले के कुरा हुन्छ नि एकदम धेरै नै पाएको हो यो त धेरै कुरा हुन्छ नि के भन्छ मैले संसार नै जितेको जस्तो लाग्छ कि मलाई हुन्छ नि जितेको जस्तो भन्छु मैले भन्नाले एकदम अमूल्य कुरा पाएको जस्तो लाग्छ कि जब घाम आउँछ उफ्रिन थाल्छु अहिले नि खुसी छु अनि त्यही हो धेरै नबोलाउँ है प्यार घाम तापौँ ओके बाई घाम आउँदा घाम तापे नि होइन हावाले पहिले यति हावा चलेर हात खुट्टाहरू जिउ नि पुरै चिसो भइसकेको हुन्छ तातो नभए पनि भिटामिन डी चाहिँ पाउँछ होला है मैले केही छैन त्यही खुसीमा ताप्दैछु तातो चाहिँ भएको छैन है मलाई त्यो तातो नि भएको छैन हावाले पहिले यति चिसो बनाइसक्यो खुट्टा सबै जिउ नै हातहरू पुरै रातो भएर आयो लाला ताप्छु घाम अनि त्यसपछि त्यही हो तापिरहन्छु अनि भ्यू हेर्छु आज चाहिँ म 8 बज्न लाग्छ त्यति बेलासम्म यतै थिएँ अब फर्किरहँ आज चाहिँ लाला म फर्किँदैछु अनि बाई मजासँग मैले आज घाम तापेर फर्किरह आनन्द आइरह दिलभरि खुसीले फुरुङ्ग भइरहेको छु